मैले एउटा कुरो सुन्नु न प्रदीपजी, मैले एउटा हजुर यस प्लिज सुन्नु न, एउटा कुरो म एउटा राम्रो कुरा गर्छु ल। कन्छ चाहिँ राम्रो गरेको छ र अहिले जन्मेदेखि तिमीले ए भगवान, मेरो कुराको सिरियसली लिँदैन कि? एउटा कुरा त सिरियस लिदिनु। हस्पिटलमा देखाएको छु र म सिरियस हुँ लाइनमा बसिरहेको मेरो खबर यता सुन्नु न के, एउटा सुन्नु न के, म एउटा मिठो कुरा भन्छु कि तपाईँलाई। चिनी हालेर भन्नु। चिनी त म यहाँ मिसाएर खाइरहेको छु नि। ओके, तपाईँ र म जोइन भयो कि सबै भ्युअर्सहरू खुसी हुन्छ किन? तपाईँको थुत्रो नदेख्नु तपाईँको अनुहार देख्नु पाएर होइन, तपाईँ र मेरो जोडी एकदम राम्रो देख्छ अरे, एकदम तपाईँ मैले जोडी भन्न खोजेको होइन। जोडी चाहिँ हुन्न है। मेरो फुल कुरा सुन्नु न, फुल कुरा सुन्नु। मैले जोडी भयो भने कि तपाईँ र म जोडी भइहाल्ने हो र? अनि हुँदैन, त्यो हुँदैन, कुनै पनि हालतमा हुँदैन। कोही मान्दिनँ, भगवानले नमाने त मनको कुरा हो। यता कुरा सुन्नु न, तपाईँ र म जोइन भएर यसरी बोलेर बस्दाखेरि मान्छेले हामीलाई भन्दा पनि भ्युअर्सहरूलाई एकदमै रमाइलो लाग्दो रहेछ कि, मन पर्ने रहेछ भन्नेको हिसाब मैले थाहा भयो। म जहाँ गएँ त्यहीँ रमाइलो हुन्छ। मैले रमाइलोको कुरा गरेको होइन के, बुद्धो त पागल हो। तपाईँ हिजो एटिट्युड देखाएर फुत्ता जानुभएको थियो नि, हामी एक्लै पनि रमाइलै थियो। मैले रमाइलोको कुरा गरेको होइन कि, जस्ट हामी दुईजनाको कुराकानी गफ मन पराउँदो रहेछ मन पराउनु हुन्छ भन्न खोजेको क्या मैले। तपाईँ त पहिल्यैदेखि रमाइलो मान्छे, पहिल्यैदेखिबाट राम्रो मान्छे। मैले कहाँ यहाँ सुन्नु, तपाईँ भ्रममा हुनुहुन्छ। तपाईँ विवाहित छ भने आफ्नो बुढाको ख्याल गर्नुहोस्। मसँग जो बोले नि सधैँ रमाइलो नै हो। तपाईँ भन्दा कतिवटा गयो, तपाईँ आउनुभन्दा पहिला कतिवटा उड्यो भन्ने थाहा छ? मलाई पहिलाको कुरा चाहिएन, मलाई अहिलेको कुरा चाहियो। अनि भोलि तपाईँ भन्दा अर्को आउँछ। म गइसके त जेसुकै गर्नु मतलबै छैन मलाई। अनि आफै जान्छ नि त, धेरै भएपछि त जान लागेको छ। यहाँ सुन्नु, लिसन टु मी, फाइनली कुरा होइन, तपाईँहरू पनि म राम्रो मान्छु होइन, राम्रो छौँ। हजुर राम्रो हुनुहुन्छ, क्युटी हुनुहुन्छ, बेहोरा फेरि राम्रो छैन, एकदम क्युटी हुनुहुन्छ, ब्युटिफुल पनि हुनुहुन्छ, सबमा ठिक छ, फिट एन्ड फाइन। तर बेहोरा अलिकति ठिक छ। बेहोरा ठिक पार्नलाई तपाईँले पनि त ठिकै कुरा गर्नु पर्यो नि त गाइस। म के कुरामा ठिक छैन भन्नु त? अब मेरो बेहोरा त खत्तमै छ, देखिरहनु भएको छ सबैजनाले होइन। मेरो बेहोरा राम्रो छैन, किनभने मेरो बेहोरा राम्रो भयो भने त अहिलेसम्म जति भ्युअर्स, पुरानै भ्युअर्स हो मेरो, नयाँ नयाँ आउँदै जान्छन्, जाँदै बस्छन् होइन। तर मेरो पुरानै भ्युअर्स हो अहिलेसम्म। लगभग मेरो 10-15 जना उडिसक्यो क्या। त्यही भएर आजकल कसैको विश्वास गर्दिनँ। राम्रो मान्छेको कालै हुन्छ कपाल। तपाईँले भने जस्तै, तपाईँले भन्नुभएको जस्तै म पनि त हजुरको लागि नयाँ नयाँ त हो नि, म पुरानो त होइन नि। म पुरानो त होइन नि, म पनि नयाँ नयाँ हो। तपाईँसँग भर्खर कतिचोटि, 4 चोटि 5 चोटि भयो। भगवान, हाँस्दाखेरि त कति राम्रो देखेको यो मान्छेलाई। कपाल नमिलाउनु क्या, तपाईँ राम्रै हुनुहुन्छ। मैले स्वीकारे हुँदैन, मैले एक्सेप्ट गरे भएको नि। तपाईँ स्वीकार्यो भने चाहिँ मलाई झन् रिस उठ्छ। तपाईँको मर्जी चल्छ र यहाँ। मैले मेरो मर्जी चलाउँछु। मलाई रिस उठेर नि तपाईँ हिजो उफ्रेर गएको होइन, बाख्रा पाठा जस्तो। उफ्रेर गएको होइन क्या, यत्रो भ्युअर्स थियो त्यतिखेर, कति धेरै भ्युअर्स हुन्थ्यो। मलाई भन्दा पनि साथीभाइले मान्छु क्या। साथीभाइले हेरिरहँदा तपाईँ बाख्रा पाठा जस्तो पुरुक पुरुक उफ्रेर पनिसमेन्ट गर्दिनँ भने ठुल्ठुलो कुरा गरेर जानुभयो होइन।
मैले गर्दिनँ, मैले नसक्ने चिज त गर्दिनँ भनेर अगाडिदेखिबाट भनिरहेको सक्ने चिज त नसरी तपाईँ अनि तपाईँलाई 100 केजीको भारी बोकेर उकालो चढ्नु भनेको छ र एउटा कुरो कपडा च्यात भन्नुहुन्छ यार, कपडा कहाँ फाट्नु के मैले अब कपडा खोल भन्नुहुन्छ। खोल चाहिँ भनिँदैन है, च्यात्न चाहिँ सकिन्छ, खोल्न भनिँदैन। दुईटा अप्सन दिएको, कि च्याप्नु कि खोलेर यसरी घुमाउनु भनेको तपाईँले बिर्स्यो। अर्को लाएर आएर घुमाउनु पनि सकिन्थ्यो नि त, दिमाग हुनु पर्यो नि त फेरि। होइन भन्न चाहिँ भनेको, मैले बोलेको मलाई थाहा हुन्छ कि च्यात्नु कि नभए खोलेर आएर यसरी घुमाउनु भन्यो। अगाडि नै खोलेर घुमाउनु भने तपाईँले बरु उता गएर खोलेर आएर घुमाउनु भन्नुपर्छ नि त नि। हामी पनि राणा हो, त्यतिसम्म रन्दा छैन, बुझ्नुभयो? त्यतिसम्म हामी इज्जतको पनि ख्याल गर्छ हामी पनि। यता हेर्नु त, तपाईँ उता लुक्दा के को टुचा हानिरहनु भएको? म खोल्दिनँ त अब, नखोल्नुहोस्। हजुर तपाईँ उता गएर टुचा के गरेको? मेरो उयो चना भिजाएको थियो क्या, त्यही भएर यो भिज्यो कि भिजेन भनेर। सुपर जोडी भन्नुहुन्छ यार। विष्णु पाप नलाग्छ है भगवान्। यस्तो सुपर जोडी नाइस कपुल भन्ने त धेरै उडिसक्यो मेरोमा। होइन धेरै उडिसक्यो, नउड्ने होइन, तर एउटा कुरो मान्छे ह्यान्डसम पनि हो, राम्रो पनि हो, एकदम चट्ट भनेको जेन्टलम्यान पनि हो। म यो टिकटक लाइभमा तरुनी जोडी बनाउन आएको होइन।